दुबई भन्दा बित्तिकै वर्किङ भिजा भन्ने हामीले बुझिन्छ, तर के दुबईमा स्टुडेन्ट भिजामा अप्लाई गर्न मिल्छ त? नेपालको जेनरल पहिलेदेखिको हिस्ट्रीमा गयो भने चाहिँ धेरै नेपालीहरू दुबईमा काम गर्न गएको पाइयो, तर दुबई एज अ स्टडी डेस्टिनेसन एकदमै पपुलर भइरहेको जानकारी गराउन चाहेँ मैले। आजका दिनमा चाहिँ धेरै संसारका चर्चित विश्वविद्यालयहरू दुबईमा इस्टाब्लिस भइसकेको छ र बिस्तारै नेपालीहरू दुबई नै पढ्न जाने ट्रेन्ड सुरु भइसकेको छ। दुबई पढ्न जानको लागि रिक्वायरमेन्ट्सहरू चाहिँ के कस्तो छ? दुबईमा स्टडी गर्न जानको लागि जेनरली हामीलाई आइएलटिएस चाहिँदैन, फाइनेन्सियल डकुमेन्ट्सको कुनै पनि आवश्यकता त्यहाँ अध्ययन गर्न जान छैन। तपाईँ पास हुनु पर्यो र तपाईँको एजुकेसन ग्याप छ भने पनि तपाईँ अप्लाई गर्न सक्नुहुन्छ। धेरै फाइदाहरू छन् दुबई पढ्न जानको लागि, जस्तै फी एकदम एफोर्डेबल छ। जति खर्च गरेर तपाईँ बिबिए नेपालमा भ्याउनुहुन्छ त्यति नै खर्चमा तपाईँले त्यही बिबिए दुबईमा भ्याएर एउटा राम्रो इन्टरनेसनल डिग्री आफ्नो हातमा पार्न सक्नुहुनेछ। त्यो सँगसँगै तपाईँले अब पार्ट टाइम जबहरू गर्नुहुन्छ, इन्टरनेसनल स्किलहरू गेन हुन्छ जुन भोलिको दिनमा होल वर्ल्डमा इजिली बेच्न मिल्छ।